दिमाग अस्थिर छ। मेरा सपनाहरू फुस्रा भएका छन्। राम्रो सोच्न सकिरहेका छैनन्। सपनाहरू खरानी भएका छन्। आशाहरू धुजा धुजा। जब म हार्छु, लथालिङ्ग भन्छु, उठ्नै नसक्ने गरी लड्छु। भाग्यमानी चाहिँ लाग्थ्यो जब कोही पाउँथे काँध हाल्ने, सम्हालेर उठाइदिने। मैले आफै पनि धेरै कोसिस गरेको छु उठ्ने, सम्हालिने, तर तिनै कोसिसहरूले झनै नराम्रोसित पछारेका छन्। लाग्छ हरेक आशाका दियोहरू निप्ने तर्खरमा छन्। म आफैमा छोडिएको छु। मलाई थाहा छ अब अरू बढी सहने शक्ति ममा छैन। यो दुलोको कणहरू हेर्दा हेर्दै कालो अँध्यारो रातमा बदलिए। चारैतिर अँध्यारो छाएको छ। यहाँ स्वार्थै स्वार्थको चम्किलो प्रकाशले सबै अन्ध्यारिएको छ। सायद सबैलाई अन्धो बनाए।